ल हेर्नु साथीहरू, यहाँ चाहिँ रोचक परीक्षण भइरहेछ साथीहरू होइन। यहाँ चाहिँ अब के गर्छ भन्दाखेरि मुसालाई चाहिँ एउटा ट्याङ्कीभित्र हाल्छ होइन। अनि त्यसपछि एउटा एउटा गर्दै कुकुरले हालिरहेछ क्या। त्यो कुकुर र मुसाको चाहिँ रियाक्सन कस्तो आउँछ तपाईँ हेरेर जानु ल। अब यदि यो कुकुरको ठाउँमा एउटा बिरालो भइदिएको भए चाहिँ यतिखेर बिरालोले मुसालाई मारिसक्थ्यो होला होइन। तर कुकुरहरू एउटा दुइटा गर्दा छोडेर त्यहाँ ट्याङ्कीभित्र हाल्दा पनि त्यो मुसालाई चाहिँ केही पनि गर्न सकेको छैन होइन। किनभने उसलाई आँट आएको छैन क्या। अब कुकुरले त मुसा त मार्दैन नि त होइन। तर अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अब कुकुरलाई चाहिँ आँट आउँदैन, अनि त्यो मुसा चाहिँ बिचरा कुदेछ क्या, आत्तिरहेछ क्या। अब त्यति साह्रो कुकुरहरू थपेको छ नि त, अनि त्यही भएर मुसा चाहिँ आत्तिएको छ होइन। अब हेर्नु के हुन्छ। अब यसरी हेर्नु न, अब यो अर्को गर्दै कुकुरले झारिरहेछ, कुकुर थपेको छ होइन। तर मुसा चाहिँ त्यति साह्रो आत्तिएको छैन कि कहीँ भाग्नु पनि फेरि कहाँ जान्छ होइन। अब के गर्दैछ हेर्नु साथीहरू, अब यसरी खेदिरहेछ होइन। कुकुरले पनि खेद्दैछ, अब सायद कुकुरले मार्छ होला पक्रेर होइन। यस्तै हो साथीहरू, बिरालो भइदिएखेरि चाहिँ यतिखेर बिरालोले मारिन सक्थ्यो। तर कुकुरलाई त्यतिखेर आँट आएको छैन। एउटा कुकुर त बिचरा लाटो जस्तो रहेछ, त्यो कुकुरलाई चाहिँ यादै छैन के गरिरहेछ भनेर क्या। यसरी हेर्नु न, बिचरा त्यो कुकुरहरूलाई पनि गाह्रै छ। अब किन झार्यो मलाई ट्याङ्कीभित्र भनेर पनि थाहै छैन। बिचरा मुसा चाहिँ एउटा सानो मुसाले सबैलाई तर्सेर राखेको छ। अब यसरी हेर्नु न, अब चाहिँ यसरी मार्ने भयो यसलाई चाहिँ अब चाहिँ सायद खान्छ होला। सबैजना एउटा मात्रै हुने आँट नआउँदो रहेछ क्या। धेरैवटा कुकुर भयो यसरी सानोलाई अट्र्याक गर्न पनि आँट आउने रहेछ क्या। यसरी हेर्नु त, यसरी डराउँछ कुकुरहरू। अब चाहिँ मार्छ यसले नै, अब चाहिँ मार्छ साथीहरू नै अब यसरी।